बेलबारीदेखि कोशी टपु पुग्नलाई हामीलाई 6 घण्टा लाग्यो। तपाईहरु विश्वास गर्नुहुन्छ? विश्वास गर्नुहोस्, हामी 6 घण्टामा पुगेका थियौं। कसरी? आज चाहिँ हामी स्कुलका म्यामहरु मात्र मिलेर चाहिँ कोशी टपु जाने प्लस हामी बोराबाद पनि जाने भनेर चाहिँ निक्लेका थियौं। हामी चाहिँ कान्छी चोकदेखि उत्तरतिर लागिसकेपछि ठ्याक्क यहाँनिर बाटोमा रहेको रामधनी मन्दिर पनि पस्ने भनेर चाहिँ यहाँ हामी एकछिन रोक्यौं। यहाँ चाहिँ मेरो फर्स्ट टाइम हो अनि वरिपरि जंगलमा रहेको यो रामधनी मन्दिरमा बाँदरहरु चाहिँ प्रशस्त रहेछ। बाँदर जस्तो चकचके नहोइ भनेर कराको मात्र सुनेको थिएँ, तर रियलमा यहाँ बाँदर देखेपछि थाहा भयो कि यति चलचल गरिरहेको थिएन। मान्छेहरूले खानेकुरा दिन्थ्यो होला सायद, त्यही भएर हामीलाई पनि आश लागेर पछ्याउँदै आएको यताउता हिँडेको होइन। भित्र चाहिँ एकदमै शान्त वातावरणको राम्रो नै ठाउँ थियो। यहाँनिर देख्नुहुन्छ तपाईहरुले राम सीता। अब हामी लाग्यौं आफ्नो गन्तव्यतिर कोशी टापु। हामी 9:30 होइन 10:30 11 बजेतिर गाडी चढेको। यहाँ आइपुग्दाखेरि 3 बजेको थियो क्या। हामी कहाँ हरायौं बिचमा। अब यहाँ ड्राइभरलाई दोष दिउँ कि हामीलाई दोष दिउँ? हामी चाहिँ खुब उत्तरतिर लागेर फेरि तल नै झरेको क्या। कस्तो हाँस उठेर भने भन्दा चाहिँ घुम्दा सोध्दै चाहिँ लास्टमा हामी त्यही हाइवे निक्लिरहेको थियौँ क्या। आज चाहिँ सरस्वती सेलाउने दिन पनि भएको कारणले गर्दा विभिन्न विद्यालयबाट चाहिँ यहीँ ल्याउनु भएको थियो सरस्वती सेलाउनका लागि। 5-6 घण्टाको यात्राले हामीलाई एकदमै भोक लागेको थियो अनि हामीले खाजा खायौँ त्यही नजिकैको होटलमा। थुक्पा चाउमिन प्लस मैले त्यही कुरकुरे पनि खाएँ। यहाँ आउँदा नै हाम्रो 3 बजेको कारणले गर्दा लु अल्मलिनु हुँदैन भनेर हामी चाहिँ यहाँ भित्र छिर्यौँ। तपाईहरु चाहिँ कोशी टपु आउनु भएको छ कि छैन अनि यहाँनिर तपाईहरुले के देख्नु भएको थियो पहिला, अहिले के भयो परिवर्तन तपाईहरुले मेरो भिडियोमा देख्न सक्नुहुनेछ। यहाँ रहेको छ हाम्रो कोशी टपुको मेन अरना। कोशी टपुलाई चिनिने भनेकै अरनाले हो, तपाईहरुलाई थाहा नै छ। कोशी टपु वन्यजन्तु आरक्षण क्षेत्र चाहिँ यहाँदेखि लिएर माथि बोराबाससम्म नै यसको चाहिँ एरिया परेको कारणले गर्दाखेरि हामीलाई चाहिँ त्यहाँबाट गाडी शुद्ध 1200 मा तपाईहरुले गर्न सक्नुहुनेछ भन्दै थियो। हामीले त्यत्रो नगर्ने भनेर हामी चाहिँ आफ्नै तरिकाले यहाँ भित्र रहेको चाहिँ वरिपरि हेर्यौं। तपाईहरुले यहाँ भित्र छिरेपछि तपाईले हेर्नै पर्ने, तपाईले नछुटाउनु भनेको यहाँनिर चाहिँ एउटा म्युजियम रहेछ। यहाँ हेर्न सक्नुहुनेछ तपाईहरुले लियोपार्ड। मैले अर्को भिडियोमा त नाम सुद्धा हालेको छु फुल ब्लगमा हैन। यहाँ नामहरु पनि रहेछ, मलाई त नामहरु पनि त्यति के हो। यो चाहिँ हात्तीको टाउको मात्रै रहेछ हैन। यहाँ तपाईले देख्नुहुन्छ हात्तीको फुल बच्चा, यो बच्चा है यो चाहिँ। अनि त्यसपछि यहाँ देख्नुहुनेछ यस्तो दामी देखेको छ कि यो म्युजियममा वन्यजन्तु आरक्षण भित्र रहेका हरेकको यहाँले चाहिँ म्युजियम भित्र मजाले सजाएर एकदमै म्युजियम गरेर राखिएको छ। तपाईहरुले यहाँ आएर हेर्न सक्नुहुनेछ। तपाईहरु आउनु भएको छ कि छैन यहाँ मलाई कमेन्ट गर्नु होला। यहाँ देख्नुहुनेछ खप्पर, हात्तीको खप्पर। हामी चाहिँ यहाँबाट निक्लेर के छ भनेर फेरि बाहिर निक्लेर अलिक पर गयौँ। यहाँनिर चाहिँ खुला चौरी रहेछ। त्यसपछि हामीले टिकटक भिडियो बनाएर हामी गाडीमा चढेर लाग्यौँ बोराबाद चाहिँ म अलरेडी घुमेको कारणले गर्दा त्यति धेरै एक्साइटेड त छुइनँ। त्यही पनि मिसहरूले चाहिँ अब त्यहाँ डुब्दै गरेको घाम हेरौँ न भनेर चाहिँ लुचाउँ भनेर गयो। यहाँ आइपुग्दा 5 बजिसकेको छ। घाम डुब्न आँटेको त ठ्याक्क टाइमिङमै पुगेको छौँ हामी होइन। अनि ला घरमा के हुने हो, गाली खाने हो कि के हुने थाहा छैन। आई डोन्ट नो। ल लेट्स बाई।